हो, शिक्षाले मान्छेलाई ज्ञानी बनाउँछ यदि सोचमा शिक्षा छ भने। नमस्कार, म मोहन। केही बेर मेरो साथमा जोडिराख्नु भयो भने जीवनको अर्को एउटा सत्य थाहा पाउन सक्नुहुन्छ। हामीलाई शिक्षाले साँच्चै ज्ञानी बनाउँछ र जीवन राम्रो बनाउन सिकाइरहेको हुन्छ यदि साँच्चै हाम्रो सोचमा शिक्षा छ भने। हो, हामी जंगलबाट आज घरमा बस्न सक्ने भएकै हाम्रो ज्ञानको शिक्षाको कारणले हो। तर हामीले सर्टिफिकेटमा मात्र शिक्षा लियौं भने हामीले सधैँभरि नराम्रो कर्म गर्नतर्फ अघि बढाइरहेको हुन्छ। आज समाजमा हेर्दा पनि थाहा हुन्छ कि हाम्रो समाजमा शिक्षा बस सर्टिफिकेटमा मात्र छ भनेर, किनकि हरेक नराम्रा कर्म गर्नको लागि शिक्षित मान्छे नै अगाडि बढिरहेको हुन्छ। हामीले शिक्षा आफ्नो सोचमा हाल्नुपर्छ र हामीले हाम्रो समाजलाई सही बाटोमा अघि बढाउनुपर्छ। सर्टिफिकेटको शिक्षाले कसैलाई पनि सही बाटोमा अघि बढाउनै सक्दैन, खराब कर्मतर्फै धकेलिरहेको हुन्छ।